सिङ्गापुरको बिचको छेउछाउ घुम्दाखेरि यस्तो अनुभव हुन्छ। आनन्द छ, हावा चलिरहेछ। गर्मी थियो, गर्मी भए पनि अहिले हावा चलेको भएर बडो आनन्द आइरहेको छ। गर्मी भयो भने बस्ने होला सायद, बिचहरू छ। टोइलेट रहेछ यता नजिकै, टोइलेट जानु पऱ्यो भने यस्तो व्यवस्था रहेछ। यो जे पनि राम्रो छ, व्यवस्था चाहिँ राम्रो छ। अरू यहाँ चाहिँ यस्तो समुद्रमा नुहाइसकेपछि यहाँ आएर सावर लिने अनि ड्रेसहरू चेन्ज गर्ने त्यो रहेछ, र वासरुम जाने, फ्रेस हुने, कुनै पैसा लाग्दैन फेरि है। नेपालमा टोइलेटमा गयो भने 10 रुपियाँ तिर्नुपर्छ, 10 कि अहिले त बढाइसक्यो। हाम्रो देश सम्पूर्ण कुराले धनी हुँदाहुँदै पनि यस्तो भिखारी बनाइदिए चोरहरूले। के पैसा लिएन, सरसफाइ त्यो अझ कति राम्रो छ, अचम्म लाग्छ। लेबर कस्ट हाई छ, तैपनि सबै निःशुल्क दिइरहेछ सिङ्गापुर सरकारले। यहाँ मनको कुराहरू चलिरहेका छन्, तर कसैले उसलाई डिस्टर्ब गरिरहेको छैन। गरेको कुराहरू सबैको प्रकृतिको संरक्षण गर्न सिक्यो भने साँच्चै नै राम्रो हुन्छ। आफ्नो जिम्मेवारी सबैले बुझ्यो भने भन्ने कुरा चाहिँ मैले यहाँ आएर सिकेँ। ठुल्ठुला पानी जहाजहरू हिँडिरहेका छन्, यस्तो आनन्द तरिकाको ठाउँ रहेछ। यहाँ यो बजारको हल्लाभन्दा पनि मलाई शान्त मन पर्ने भएको भएर राम्रो यो यहाँ केटाकेटी पनि सुनिरहेका छन्। यो गाडीहरू सरसफाइ गरिरहेको छ। छोरीको याद आयो मलाई त, छोरीलाई लिएर खेलाउनु पाएको भए हुन्थ्यो जस्तो लाग्यो। ल्याउँछु अहिले त अब म पूजाको लागि आएको एक्लै। खेलाउनु पर्ला, समुद्रको छेउमा लय जस्तो यहाँ वनको कुराहरू राम्रोसँग चलिरहेका छन्। कुनै यसलाई डिस्टर्बको महसुस छैन, आनन्दसँग चलिरहेका छन्। यतातिर अर्को पाले रहेछ। नेपालमा भएको भए पासो थापेर हुन्छ कि के गरेर हुन्छ उतिखेरै मारिसक्ने। राम्रो लाग्यो, राम्रो छ सिङ्गापुर। घुम्न आउनु होला, रमाइलो छ। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद सम्पूर्ण दर्शकवृन्द।